प्रस्तुत गरिएको यो डकुमेन्ट्री पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायल डोटीको सहयोगमा बनेको हो। पशुपालन व्यवसाय सुदूरपश्चिम नेपालमा एक महत्त्वपूर्ण क्षेत्र हो, विशेषतः कैलाली र कञ्चनपुरमा। पशुपालन व्यवसायले लोकल प्रजातिको संरक्षण गर्नुका साथसाथै प्रजातिको संख्या बढाउँदछ भने प्राकृतिक संसाधनको सहिष्णुता र संरक्षणमा पनि टेवा पुर्याउँछ। आज हामी पशुपालन व्यवसायले किसानको जीवनमा पारेको आर्थिक सामाजिक प्रभाव साथै विकासबारे पनि कुरा गर्छौं। पशुपालन व्यवसायको महत्त्व, यसका चुनौतीहरू र कसरी समाधान गर्न सकिन्छ भनेर उपायहरूबारे पनि छलफल गर्छौं। कैलाली र कञ्चनपुरमा विभिन्न प्रकारका पशुपालन व्यवसाय छन्। यहाँ पशुपालनको मुख्य व्यवसायहरूमध्ये कुखुरा पालन, बङ्गुर, गाईबस्तु पालन आदि हुन्। कैलाली र कञ्चनपुर जिल्लाको भौगोलिक विशेषताले पशुपालन व्यवसाय गर्न अझ सहज भएको छ। हाम्रो अब प्रोपरली भने चाहिँ दुध उत्पादनमा मेन फोकस चाहिँ सँगसँगै अब त्यसबाट पनि बाइ प्रोडक्टहरू पनि बनाउने गरेको छ। कुनै पनि व्यवसायमा कन्टिन्यू लगातार निरन्तर लागिराख्यो भने त्यसको परिणाम अवश्य नै राम्रै नै हुन्छ। यसमा पनि राम्रै छ, मेहनत धेरै छ, मेहनत गर्नुपर्छ, टाइम दिनुपर्छ। केयर चाहिँ एकदम केयर गर्नुपर्छ। यो ब्रोइलर भनेको एकदम कच्चा पदार्थ जस्तै हो, अलिकति आफूले केयर गरेन भने यसमा रोग विभिन्न खालका रोग लाग्छन् अनि लस हुने सम्भावना हुन्छ। नम्बर 1 मा त यसको मसँग स्पेसली यो अन्डा मेन कुराकानी यो अन्डाको लागि नै, अन्डा प्रायोजनको लागि पहिला हो मैले अन्डा मेन अन्डा भयो। त्यसपछि यसको मल पनि उपलब्ध हुन्छ। अरु चाहिँ हाम्रो पछि लास्ट अवस्थामा आएर यसलाई यो मासुको रूपमा पनि प्रयोग गर्न सकिन्छ। पशुपालनबाट हुने उत्पादनले कृषि उत्पादनमा महत्त्वपूर्ण सहायता पुर्याउँछ भने व्यवसायीहरूलाई र स्थानीय परिवारहरूलाई आर्थिक रूपमा समृद्धि प्रदान गर्दछ। पशुपालनले खेती प्रणालीमा र स्थानीय किसानहरूलाई पनि ठूलो सहायता पुर्याएको छ। चलिरहेको छ भनौँ, त्यति एस्टिमेट त गरेको छैन मैले कति फाइदा आउँछ कति आउँदैन, तर ठिकै छ, फाइदाजनक देखिरहेको छ, भविष्य छ यसमा, त्यो भन्नु। हामीले अब बाख्रा पालेका छौँ, बाख्राले पाठी दिएछ, पाठी दिइकन कुखुरा पालेका छौँ, कुखुराले पनि अलिअलि हामीलाई अब घर खर्च नुन चिनी सोडा साबुनलाई अलिअलि उठाउँदैछौँ। अरू अब हजुरले दिए हामी फाइदा गरेका छौँ, हामीले अब पालेका छौँ, मेहनत गरेका छौँ, हजुरले दिनुभयो। उद्योग गर्न सक्नेलाई त धेरै राउडो पनि छैन भन्न छैन। अब घाँस चारा बट्टा यिनको सब गर्न सक्ने होइन, भैँसी ठिकै छन्। अब केही नगरिसके केही छैन, यी त्यत्तिकै छन्। राम्रो छ, गर्नुपर्छ, नगरी केही पनि हुँदैन, सबैले गर्नुपर्छ। हामीलाई भन्छन् तपाईँ किसान यस्तो बुङ्गुर पालेर पनि तपाईँ एकदम राम्रोसँग बस्नु भएको छ, के अरे एउटा कर्मचारी जस्तो हिँड्नुहुन्छ डुल्नुहुन्छ भन्छन्। त्यो त सब आफ्नो म्यानेज गर्ने हो। पहिलाको पुरानो तरिकाले हजुरको हिलो मैलो गरेर दुनियाँ गरेर त्यसरी हुँदैन। मेरो के हुन्छ भने यो आफूलाई दुध उत्पादन र सङ्कलन केन्द्र भन्ने आफ्नो डेरी पनि छ हजुर, त्यो डेरी सञ्चालन गर्नका लागि भयो। र अब नयाँ पाडाहरू मैले अब बिजा र राँगा पनि ल्याएको छु, अनि नयाँ भैँसीहरू ल्याएको छु। त्यो भैँसीलाई बिजा र निकालेर पाडापाडी स्रोत केन्द्र स्थापना गर्ने, जो कि हामीले किन्न जाँदाखेरि भारतमै जानु नपर्ने होइन, यही ठाउँमै नै हामीले प्रति वर्ष 10-15 वटा नै पास आउट गर्ने भन्ने एउटा हेतुमा हामी लागिरहेछौँ। हाम्रो वार्षिक अहिले भनेको अलिक कमै छ। हाम्रो वार्षिक 5-6 लाख रुपियाँ चाहिँ हाम्रो अहिले तपाईँको इन्कम भइरहेको छ। 5-6 लाख रुपियाँ चाहिँ हामीले जस्ट भनौँ न 50-60 लाखको टर्नओभर गरेर 5 to 6 लाख चाहिँ हामीले अहिले चाहिँ प्रफिट गरिरहेछौँ। यसमा राम्रोसित काम गरेपछि किसानको जीवनस्तर पनि सुधार्छ, लेबरहरूलाई पनि राम्रै गर्छ। उनलाई पनि हामीले जस्तै दक्ष कामदार हुन्छन्, कामदारको हिसाब दक्ष कामदारलाई अन्य सुविधाहरू जस्तै पेमेन्ट बढी दिने, सुरुमा सिकाउने पछि सिकेपछि पेमेन्ट बढी दिने, त्यस्तो हिसाबले हुन्छ। यहाँ काम गर्ने मान्छेहरू त अब आफ्नो काम गरिरहेछ। उनीहरूले चाहिँ
जुन तलब आउँछ त्यसबाट चाहिँ आफ्नो घर खर्च चलाउने यताउता काम भइरहेको छ। पशुपालनले स्थानीयहरूलाई रोजगारको अवसर प्रदान गरेको छ भने जीवनस्तर उकास्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। फर्म स्थापना गरिसकेपछि मैले यहाँ 3 जना त मेरो यहाँ स्टाफै मैले त्यहाँ काम दिएको छु होइन। त्यस्तै तपाईको यता हामीले केरा खेती पनि गर्यौं, त्यहाँ पनि हाम्रा चाहिँ के भन्छन् त्यहाँ पनि कामदार लगाएकै छौं स्टाफ। बङ्गुरमा विकास त हुन्छ किनकि यसमा कामदार बढी ह्युज एमाउन्टमा गर्न थाल्यो भने कामदार पनि ल्याउन सकिन्छ, बाहिरको मान्छेहरूले हेर्न पनि सक्छन्। तर हाम्रो उत्पादन पनि गर्न सक्छौँ हामी। उत्पादन गर्दाखेरि बेज कस्तो नयाँ ब्रिड पनि बनाउन सक्यो भने राम्रो हुने हो। हामीसँग 3 जना स्टाफ हुनुहुन्छ जो बिहानबाट बेलुकासम्म कसैको अब कुनै जस्तो हामीले चाहिँ क्राइटेरिया चाहिँ छुट्याइदिएको छौँ कुन लेबरले कुन काम गर्ने भन्ने कुरा, त्यही अनुसार 3 जनाले चाहिँ प्रत्यक्ष रोजगारी यहाँ जोडिरहेको। र त्यो उद्देश्य सफल गर्नका लागि अब त्यो सधैँ 150 लिटर पर डे दुध उत्पादनका लागि मैले यो गाई र भैँसी बढाउँदै जानु पर्यो। त्यो बढाउँदै जाँदाखेरि अब मेरो यो गाई र भैँसीको सङ्ख्या पनि बढ्दै गयो। त्यसपछि अब त्यो मेरो परिवारमा मात्रै सीमित रहेन। अब त्यो मैले मात्रै एउटा घर परिवारले मात्रै त्यसलाई धान्न सकिनँ। त्यसपछि मैले यो कर्मचारीहरू राख्ने एउटा सल्लाह गरेँ घरमा र मैले सुरुमा 4 जना एकल महिलाहरूबाट सुरु गराएँ। अब त्यो काम दिएर सुरु गरेँ। अहिले मसित 10 जना कर्मचारी छ। अहिले 6 जना मान्छे छ, लेबर 6 जना छ। त्यो बाहेक 1 जना नाइट सेक्युरिटी गार्ड छ, 1 जना खाना पकाउने मान्छे छ, 1 जना यता गेटतिर हेर्ने लक्ष्मी दाई हुनुहुन्छ, 1 जना चाहिँ लालबार दाई इलेक्ट्रिसियन हुनुहुन्छ। पशुपालन व्यवसाय वर्तमानमा विगत भन्दा धेरै विकसित भएको छ। पशुपालन क्षेत्र विकास गर्न व्यवसायीहरू लागि परेका छन्। व्यवसायमा आधुनिक प्रविधिको पनि विकास हुँदैछ। पहिलेको र अहिलेकोमा फरक छ। पहिले के थियो भने हामी घरकै अनाज दिएर घरैबाट पैदा गरेर त्यसरी पाल्दै थियौँ। अब अहिले घरबाट नै कि सारा बाहिरबाटै ल्याउनु पर्यो। अब ज्यादा भए उति बेला 10-15 हुन्थ्यो, थोकै हुन्थ्यो, घरले पुग्थ्यो। अब अहिले सबै बाहिरबाट ल्याउनु पर्ने भयो। लेबर बाहिरबाट ल्याउनु पर्ने भयो। 8-10 को लागि त घरबाटै पनि त काम गर्छ हजुरको। यसमा चाहिँ अब सकेसम्म नपढेको मान्छेहरू, घरमा केही गर्न नसकेको मान्छेहरू चाहिँ आउनुपर्छ भन्ने जुन मानसिकता थियो पशुपालन कृषिहरूमा, त्यो कन्सेप्टलाई चाहिँ चेन्ज गर्नुपर्छ। फर्स्ट अफ अल चाहिँ यसमा चाहिँ यो साइन्स हो। एउटा भनौँ न कुनै पनि पशुको बडीको बारेमा चिन्नु भने चाहिँ एउटा साइन्स नै हो। तपाईँको प्रत्येक त्यसको बिहेभियरबाट हामीले त्यसलाई ट्रिट गर्नुपर्ने हुन्छ। त्यही भएर सकेसम्म पढेको मान्छेहरू, यङ मान्छेहरू जुन बाहिर जाने पलायन हुने जुन अवस्था छ त्योभन्दा पनि यसमा रोकिएर यसमा चाहिँ अध्ययन अनुसन्धान गरेर काम गर्नु चाहिँ म जरुरी लाग्छ। यसमा चाहिँ अब सुरुमा हामीले यो गर्दाखेरि अब तपाईँको स्टार्टिङमा अब कुखुराहरूलाई दाना खुवाउने भाँडाहरू भयो, यता भयो, सबै चाहिँ त्यो अहिले सबै अटोमेटिक आइसक्यो होइन। पानीको व्यवस्था अटोमेटिक भइसक्यो। यसले लेबर कस्ट चाहिँ अहिले चाहिँ कम गराउँछ। अरू चाहिँ हामीले योभन्दा पहिला यो मास दाना चाहिँ उयो गरिरहेको थियो। अहिले दानामा पनि केही सुधार भएको छ होइन। पहिला चाहिँ हाम्रो लगभग यो 26-27 हप्तामा हाम्रो लगभग आउँथ्यो लेइङ। अहिले चाहिँ लगभग 21-22 हप्तामा नै हाम्रो 90%मा हामीले लिन सफल भइसकेका छौँ। अहिले चाहिँ अहिले पुरा उसमा चाहिँ अलि धेरै सुधार भएको छ भनौँ अहिलेको। हाम्रो दानाको लागि चाहिँ चेन फिडरबाट दाना चल्छ। अनि त्यसपछि अन्डा कलेक्सनको लागि चाहिँ अन्डाको बेल्ट छ। त्यो बेल्टबाट अन्डा आउँछ अगाडि आएर, अगाडिबाट मान्छेले अन्डा टिप्ने काम गर्छ। पशुपालन भित्रै बङ्गुर पालन यो क्षेत्रमा विकसित भइरहेको छ। बङ्गुरले अर्का पशुहरूको तुलनामा बढी गोधुली उत्पादन गर्ने र पालन गर्न पनि सहज भएकाले फलदायी व्यवसाय भएको कृषकहरूको भनाइ छ। तपाईँको चाइनिज बङ्गुर फार्म थुम्कीबासबाट 4-5 वटा ल्याएर पाल्ने सानो एउटा कोठा मात्रै बनाएको थिएँ पहिला। त्यसपछि यसलाई पाल्दै जाँदा राम्रो लाग्यो हजुरको। यो जातलाई एकचोटि खाना दियो भने बिहान र बेलुका मात्रै 2 टाइम दियो भने आरामले खाने, खाइसकेपछि आरामले सुत्ने शान्त जात। पशुपालनले खेती प्रणालीमा र स्थानीय किसानहरूलाई पनि ठूलो सहायता पुर्याएको छ। हिजोको दिनमा यो तपाईँको रासायनिक मलहरू बढी प्रयोग हुन्थ्यो। तपाईँको तरकारी खेतीमा रासायनिक मल, उखुमा रासायनिक मल गर्थ्यो भने अहिले के नभए पनि 100-150 किसानहरू
दैनिक मसित यो मलको लागि सम्पर्क गर्ने र मैले के नभए पनि 30 जना किसानलाई महिनामा एक ट्राली गरेर पनि मैले यो अहिले हाम्रो गोबर मल दिने उहाँहरूलाई उपलब्ध गराइराखेको छु। पशुपालन नम्बर 1 मा त हाम्रो यो उसलाई न्युट्रिसनलाई चाहिँ हाम्रो यो पोषणको लागि चाहिँ सबभन्दा यो अब मैले चाहिँ अब स्पेशल यो लेइङ लेयर्स कुखुरा पाले हुनाले हाम्रो अन्डा चाहिँ पोषणयुक्त भयो हुनाले चाहिँ हामीले चाहिँ यो चाहिँ उगेर यो सबभन्दा बेटर चाहिँ पोषणको लागि गरौँ। त्यसपछि दोस्रो कुराकानी कसो भयो भनेपछि मैले अहिलेसम्म मैले आफ्नो खेतमा रासायनिक मल चाहिँ अहिलेसम्म युज गरेको छैन। मैले सबै मल यो युज गरेको छु। मैले भरसक के भन्ने गरेको छु हाम्रो किसानहरूलाई, मैले चाहिँ यहाँबाट तपाईँको लगभग म्याक्सिमम चाहिँ तपाईँको यो सुलीको यो लेयर्सको मल यो चाहिँ मल म्याक्सिमम आफ्नो अडसलाई पनि मैले चाहिँ यही चाहिँ प्रयोग गर्न चाहिँ रासायनिक मलको सट्टै चाहिँ प्रयोग गर्न चाहिँ मैले अब मल अब जस्तै हामीले कुखुरा बिक्री गरिसकेपछि त्यसपछि कुखुरा पालेर अन्तिममा हामीले त्यो मल बाहिर निकालिन्छ, लेदो मल, अनि त्यो चाहिँ ट्र्याक्टरको माध्यमबाट बाहिर आउट गरिन्छ। किसानहरूलाई नै बिक्री गरिएको। पशुपालन व्यवसायमा कुखुरा पालन पनि यो क्षेत्रमा विकसित छ। माग पनि धेरै, फाइदा पनि राम्रो भएको, तर रोगबाट बचाउन र उपचार गराउन गाह्रो पर्ने व्यवसायीले बताए। केयर चाहिँ एकदम केयर गर्नुपर्छ। यो ब्रोइलर भनेको एकदम कच्चा पदार्थ जस्तै हो। अलिकति आफूले केयर गरेन भने यसमा रोग विभिन्न खालको रोग लाग्छन् अनि लस हुने सम्भावना हुन्छ। ब्रोइलरमा कुखुरा कस्तो छ, कुखुरा राम्रोसित खेलिरहेछ त्यो राम्रो हो। कुखुराले जसरी दाना खा छैन या उसको कुखुराको दिशा पातलो आछ या दिशामा खुन परेको छ, त्यो हामीले सबै चिज त्यसलाई दक्ष कामदार भने त्यसले सबै चिजलाई गर्ने भयो, केयर गर्ने भयो। हाम्रो कप 500 कुखुरा हो, त्यो चाहिँ 20,000 क्षमताको खोर हो। यहाँ अहिले चाहिँ हामीसित 15-16 हजार कुखुरा छ। अत्याधुनिक प्रविधि प्रयोग कुखुरा पालनमा प्रयोग गर्न थालिएको छ, जसले उत्पादन वृद्धि गराएको छ। यो कालो चाहिँ यो हाम्रो कुलिङ प्याड हो, यो पर्दा होइन। हामीले पर्दा पनि कालै लगाएको हुन्छ, किनभने त्यहाँ हाम्रो भित्रको वातावरणसँग बाहिरको वातावरण घुलमिल नहोस्। बाहिरको वातावरण चाहिँ कुनै पनि घामको किरणहरूदेखि लिएर हरेक कुराहरू बाहिरसँग कुनै टचै नहोस्। भित्र हामीले छुट्टै किसिमको प्रविधि अब कुलिङ प्याड लगाएर, पङ्खा लगाएर, एडजस्ट फ्यान लगाएर गरेको छ। त्यहाँबाट चाहिँ टेम्परेचर मेन्टेन गरिरहेको छ। पशुपालनमा रोग संक्रमण एक महत्त्वपूर्ण समस्या रहेको छ। कहिलेकाहीँ भ्याक्सिन र औषधि उपलब्ध नहुँदा समस्या पर्ने गरेको छ। चुनौती त धेरै छ रोगको कारणले। अब के भन्ने, अब भ्याक्सिन पाइन्न। पहिला सुरुमा हामीले जे सुनेको छौँ यो रोग लाग्छ भने, तर त्यो भ्याक्सिन हामीलाई उपलब्ध हुन सक्दैन, किन यहाँ भनेको छैन भनिदिन्छन्। त्यो त त्यति जानकारी छैन, किन हामीले त्यति किसान मान्छे गर्ने हो मात्रै, अरू जो भगवानको हालले राखिदिन्छौँ या भेटनरीवाला डाक्टरको माथि हालिदिन्छौँ, ल भाइ बचा भाइ भनेर। यसमा सबभन्दा अहिले समस्या भनेको चाहिँ हाम्रो रिपिटको समस्या बढी छ। जस्तो हाम्रो बाँझोपन भन्छ नि जो हामीलाई, यसको चाहिँ सबभन्दा समस्या त्यो छ। प्लस अब आइराख्ने समस्याहरू भने खोरेदहरू भयो। त्यसपछि अब अस्ति भर्खरै आएर गयो हाम्रो एउटा त्यो रोग के भन्ने एउटा थिएन भाइ, धेरै पशुपन्छीहरू नै मऱ्यो त्यसबाट। त्यो खालको रोगहरू चाहिँ आइरहेको हुन्छ। औषधिको लागि हामी यहीँ डिलरबाट औषधि ल्याउँछौँ। कहिलेकाहीँ जसरी कुखुरालाई रोग लाग्यो भने बिलवरीमा त्यसको सम्भव भएन भने क्षेत्रीय कार्यालय धनगढी भेटनरीमा गएर ल्याबमा गएर त्यहाँ टेस्ट गराएर त्यहाँबाट डाक्टरले लेखेको औषधिहरू त्यहाँबाट लिएर आउँछौँ। पशुपालनमा जसरी पशुलाई अहिले के उसलाई अप्ठ्यारो भइरहेछ, उसले जसरी चारा खाइरहेको छैन त किन चारा खाएको छैन होइन, त्यसमा के रोग छ, मुखमा रोग छ कि त्यसको दिशा खराब छ कि त्यो हेर्नुपर्छ। भारतबाट निर्यात हुने उत्पादनले बजार मूल्यलाई असर पर्ने र कृषकलाई घाटा हुने व्यवसायीहरूको भनाइ रहेको छ। तपाईको इन्डियाबाट मानौ जेसुकै उत्पादन गरेपछि हाम्रो यहाँ मार्केटहरू बिगारिरहेछ। त्यो मार्केटलाई प्रतिस्पर्धा गर्नको लागि त्यही अनुसारमा हामीले चाहिँ त्यहाँको दाना पानी चाहिँ पाउनुपर्छ। सरकारले त्यसमा राहत दिनुपर्छ। अब सरकारले पैसा लगाएर राहत नदिए पनि तपाईको इन्डियाबाट ल्याउने बेला हामीलाई भन्सार छुट गरिदिए पनि
त्यसलाई चाहिँ दाना इन्डियाबाट हामीले दाना झिकाउन सक्यो भने उनले हामीलाई सरकारले छुट गरिदियो भने भन्सार छुट गरिदियो भने त हामी दाना सस्तोमा पाउँछौँ र हामी भने नम्बर 1 मा भारतदेखि आउने कृषिजन्य वस्तुमा नेपाल सरकारले पूर्ण प्रतिबन्ध लगाउनुपर्छ जसले गर्दा हाम्रो यहाँ किसानले केही न केही गर्न खोज्छ। यदि त्यो गरेपछि नेपाल सरकारले त्यो गरेपछि सम्भव छ, अन्यथा त्यो तपाईको भनिहाले नि त्यो कागजी रूपमा चाहिँ गरेपछि चाहिँ केही पनि हुनेवाला छैन। यहाँ कुराकानी यो हाम्रो केही सम्भव छैन त्यसमा त हजुर। सरकारी तहबाट पनि कयौं चुनौती सिर्जना भएको व्यवसायीहरूको भनाइ छ। चुनौती भनेको एउटा बजारको सबभन्दा चुनौती भनेको बजारको विकसित बजार नहुनु नै सबभन्दा ठुलो चुनौती हो। प्रोडक्ट चाहिँ उत्पादन हुन्छ। जस्तो अब गभर्नमेन्ट सेक्टरमा पनि हामीले डिडिसीलाई दुध बेचिरहेको छौँ, त्यसको अहिलेसम्म भुक्तानी 1.5 वर्षदेखि हामीले भुक्तानी लगभग पाएको छैनौँ। मैले उत्पादन गरेको दुध डिडिसीमा जान्छ, डिडिसीले 6 7 7 9 9 महिनासम्म दुधको पैसा दिँदैन भनेपछि अब हामी किसानको पीडा सबभन्दा सरकारबाट हो क्या, सरकारी निकायबाट हैन। अब यिनीहरूलाई पाउने जो दाना हो, आहारा हो, पौष्टिक आहारा हो, त्यो पनि हामीसँग राज्यमा उपलब्ध छैन त्यति राम्रोसँग जो पाउनुपर्ने हो, अनि त्यति छैन। तर हामीले उत्पादन गर्दा समयमा हामीले घाँसको बिउ पनि उपलब्ध पाउँदैन नि दाजुभाइ, हैन। अब अहिले हामीले जो घाँस बोर्नुपर्ने बर्सातो घाँस पाएको छैन हामीले बिउ। जस्तो लागि पनि घाँसका लागि त अब हामीले भन्ने हो भने जति हुनुपर्ने घाँस हो हामीसँग बिउ हामीले पाउन सकेका छैनौँ है। अब अहिले हामीले त लगाएको भनेको रेड नेपियर, सुपर नेपियर, स्पार्ट नेपियर मात्र छौँ। अनि हामीले हिउँदो महिना लगाउने भनेको वर्ष नै हो, अनि सुडान हो, जो कि सीमितमा छ। तर अझ हेर्ने हो भने त्योभन्दा पनि राम्रो खालको पनि छन् न त, तर हामीले यहाँ प्राप्त गर्न सकेको छैनौँ। जो कि राज्यमै हामीले पाउन सकेको छैनौँ। जो कि त्यसमा हुनुपर्ने प्रोटिन हो, क्याल्सियम हो, जो घाँस हो, जो खुवाउनु पर्ने हो, त्यो हामीले उपलब्ध गर्न पाएका छैनौँ, जो कि हामीसँग छैन। त्यसैमा केही व्यवसायीले भने सरकारले आफ्नो तर्फबाट पूर्ण सहयोग गरेको र किसानलाई सहायता पुर्याएको बताए। धेरै हाम्रो सरकारी निकायले हामीलाई सहयोगै गर्दैन, झोला बोक्ने किसानलाई मात्र सहयोग गर्छ भन्ने पहिलाको त्यो परम्परा थियो, अहिले झुटो साबित भइसकेको छ। अहिले सबै कर्मचारीहरू उहाँको विज्ञ केन्द्रको मान्छे के अरे सरहरू आउनुहुन्छ, पम्पमा आउनुहुन्छ, हेर्नुहुन्छ, हौसला दिनुहुन्छ, सहयोग गर्नुहुन्छ। अनि त्यस्तो लाग्छ कि 1000 रुपियाँ मात्रै दियो, तपाईँको 1000 रुपियाँको एउटा औषधि मात्रै, एक डब्बा औषधि मात्रै दियो भने मान्छेलाई यस्तो लाग्छ कि 1 लाखकै औषधि दियो बराबरको मलाई सेवा सुविधा पाएको जस्तो हुन्छ। किनभने उहाँहरू किसानको लागि उहाँहरू गार्जेन हो, उहाँहरू एउटा गेटबाट भित्र पस्दियो भने अब त मेरो चाहिँ त्यत्तिकै हजुरको त्यो हुन्छ कि भन्ने जस्तो हुन्छ। त्यसैले सहयोग विभिन्न निकायबाट, जिल्लाबाट, स्थानीय सरकारबाट एकदम राम्रो किसिमले हजुरको सहयोग भएको छ। त्यो आफ्नो कमजोरी हुन्छ हजुरको। मान्छेले खोलाले हामीलाई खोजेर आउने, हामीलाई तिर्खा लागेको छ हामीले खोला खोज्ने हो, त्यसको सूचना प्रभाव भएको हुन्छ। जिल्लाभरि देशैभरि तपाईँको मिडियाबाजी भएको हुन्छ हैन, नेट इन्टरनेटमा हालेको हुन्छ। सबै सूचना पार्टीहरूमा तपाईँको स्थानीयदेखि लिएर तपाईँको जिल्ला केन्द्र सबैले हजुरको त्यो सूचना प्रकाशित गरेका हुन्छ। त्यो सूचना हेर्नुपर्छ हजुरको हैन। पहिलाको जस्तो अब त्यो लेख पढ्ने नभएको मान्छेहरू कोही पनि छैन। किसान खेती किसान गर्ने पशुपालक मान्छेहरू, हरेक मान्छेहरू हजुरको अहिले सबै पढलेखा मान्छेहरू नै हुन्छन् हैन। त्यसमा आफू सचेत हुनुपर्छ र त्यो चाहिँ मलाई सहयोग दिएन कसैले भनेर त्यो भेदभाव गर्ने कुरा हुँदैन। आवेदन जसो पर्छ, जो इच्छुक हुन्छ कार्यालयसम्म पुग्छ, आफ्नो डकुमेन्ट सबै पुऱ्याउँछ, त्यसपछि तपाईँको त्यो अनुसार उनीहरूलाई पर्ने हो। छनौटमा पनि पर्नुपर्छ हजुरको। धेरै कुराहरू त्यो क्राइटेरियाभित्र पर्नुपर्छ। एउटा मात्रै बङ्गुर पालेर, 2टा मात्रै पालेर हजुरको त्यो क्राइटेरिया पुग्दैन। उहाँहरूले त्यो सबै सूचनामै प्रकाशित गरेको हुन्छ, यति सङ्ख्यामा पालेको हुनुपर्ने भन्ने हुन्छ। बङ्गुरको हकमा यति, कुखुराको हकमा यति, अनि बाख्राको हकमा यति, भैँसीको हकमा यति भन्ने उहाँले छुट्याएको हुनुहुन्छ। त्यो अनुसार उहाँहरू आउनुहुन्छ, हेर्नुहुन्छ। त्यसपछि नै त्यो उहाँहरू चाहिँ ठिक छ भन्ने पर्यो भने, त्यो सबै उसले चाहिँ त्यो मिट गर्यो भने मात्रै त्यो प्रक्रियामा पुग्यो भने हजुरको पाइने हो, नभए अब त्यसरी पाइँदैन हजुरको। खोप कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेकै हुन्छ। कुनै बेला चाहिँ अब स्थानीय नगरपालिकादेखि लिएर वडा कार्यालयहरूले पनि भिजिट गरिरहेकै हुन्छ, त्यो सहयोग गरिरहेकै छ। हाम्रो समूहलाई विशेष 504वटा कुखुराहरू उत्पादन प्रदान गरेको छ। अनि यसमा पनि अलिकति औषधिहरू पनि छ। यो पनि भेटनरी अस्पतालले चाहिँ साह्रै राम्रो सहयोग गर्नुभएको छ। यसमा पनि भेटनरी अस्पतालको चाहिँ सकारात्मक भूमिका छ भन्न चाहन्छु। युवाहरूले वैदेशिक रोजगार भन्दा स्वदेशमै पशुपालन व्यवसायमा संलग्नता जनाए राम्रै आम्दानीका अवसरहरू रहेको छ। उहाँहरूलाई म के भन्छु भने यो पेसा भनेको धेरै मेहनती पेसा हो। मेहनत गर्न सक्नेलाई यो पेसा गर्दा
उहाँहरूलाई एकदम बेस्ट हुन्छ। एउटा चाहिँ किसानको छोरो एउटा चाहिँ बाहिर जान खोज्नेले 3टा भैँसी पाल्यो भने उसले विदेशको कमाई यहीँ कमाउन सक्छ। त्यसले गर्दा उहाँलाई म के भन्छु भने गर्न सक्ने हो भने काम म गर्दैन ठालु पल्टेर हिँड्यो भने त तपाईको कहीँ पनि गर्न सक्दैन। तर मेहनत गरेर गर्ने हो भने 3टा भैँसी पाल्यो भने उनलाई विदेश जाने कुनै जरुरत पर्दैन जस्तो मलाई लाग्छ। व्यवसाय कुनै पनि नराम्रो हुँदैन, तर समस्या के हो भने हामीलाई यो हाम्रो देशको एउटा विडम्बनाको कुरो यही काम हाम्रा नेपाली दाजुभाइ इन्डियामा या विदेशमा गएर गर्छन्, तर त्यही काम त्यही तलब हामीले यहाँ दिँदाखेरि पनि आफूलाई त्यो सानो काम भनेर त्यो काम गर्न खोज्दैनन्। युवाहरूलाई नेपालमा रोक्ने हो भने उहाँहरूलाई एउटा रोजगारको व्यवस्था गरेर त्यसपछि त्यो बजार व्यवस्थापन गरिदिने हो क्या। पशुपालन व्यवसायलाई प्रवर्धन गर्न व्यवसायीहरूले आफ्नो सुझाव राखेका छन्। सरकारदेखि पनि म के भन्न चाहन्छु कि अलि सुधार गरिदिनु पर्यो। हाम्रो एउटा इन्डियामा माग थियो एमएसपी भन्ने वर्ड मैले एड गरेँ, एमएसपी पनि यहाँ पनि राखिदिनु पर्यो भन्दा अलि राम्रो हुन्थ्यो। किन बिचौलियाले हामीलाई धेरै सताउँछन्। बिचौलियाले के भन्छ कि मैले यतिमा मासु यतिमा किन्छु, हामीले बाध्यतालाई बेच्नुपर्छ किनकि दाना पाउँदैन। हामीले दानाको एमएसपी हुन्छ, बजारमा किन्न गर्ने दानाको फिक्स रेट हुन्छ, तर हाम्रो बङ्गुरको ब्रोइलरको कुखुराको फिक्स रेट हुँदैन। सबभन्दा राम्रो भने चाहिँ ट्रेनिङहरूको प्रपर व्यवस्था हुनु पर्यो। पहिलो कुरो भने चाहिँ मान्छे विदाउट नलेज यो फिल्डमा आइरहेको छ अहिले। अनि सेकेन्ड कुरा भनेको अब सब्सिडी त दिइरहेको छ, तर सब्सिडी पाउनुपर्ने मान्छेले सब्सिडी पाइरहेको अवस्था छैन। सब्सिडी भनेर क्यासको हिसाबले दिइरहेको छ, त्यसको साटोमा बरु उन्नत जातको हामीलाई बरु गाई भैँसीहरू नै दिएको भए चाहिँ एकदम बेस्ट हुन्थ्यो। हामी त यही भन्छौँ, हामी जुन एउटा पेसा गरेर बसेका छौँ, हामीलाई सस्तो ब्याजमा सरकारले लगानी गरिदियो भने हामी अनुदानका लागि हामी रोइ कराई गर्दैनौँ। हामीलाई मतलब सरकारले समयमा डिडिसीले हाम्रो दुधको पैसा दिइदियोस्, समयमा हामीले आफ्नो सरकारले हालिदिने कृषि कर्जको ब्याज हालिदियोस्। बाँकी हामी आफ्नो पेसाबाट आफै सन्तुष्ट छौँ, हामी आफै सफल छौँ। भेटनरी अस्पतालले चाहिँ अहिलेसम्म गरेका कामहरू आफ्नो ठाउँमा महत्त्वपूर्णहरू छन्। त्यसैमा पनि हाम्रा किसानका प्रत्येक सदस्यहरूलाई व्यवस्थित रूपमा अलिकति थोरै भए पनि होइन खोरसहितको अनि पोषणसहितको उहाँहरूलाई चाहिँ अलिकति अझ फराकिलो ढङ्गले केही कार्यक्रम गरिदिएको भए अझ प्रभावकारी हुने थियो जस्तो लाग्छ कि। पशुपालनमा सरकारी स्तरबाट सुलभ दरमा ब्याज, अनुदान, सही नीति नियम र आवश्यक सहायता भयो भने व्यवसाय अझ प्रवर्धन हुन्छ र किसानहरूलाई पनि राहत हुन्छ। यो प्रदेशबाट हजुरको हामीलाई ऋण स्वरूप ऋणको ब्याजमा हामीलाई मिना गरेको छ। अहिले मैले पनि 40 लाखको सेवा सुविधा लिइराखेको छु अहिलेबाट। अनि विगत मेरो आफ्नै कमजोरीले मैले फर्म त भरेँ, तर यो असाढभन्दा पहिले लिइसक्नु पर्दो रहेछ, त्यो मलाई थाहा भएन। त्यतिखेर मैले पाएन, तर यस वर्ष मैले पाउन लागेको छु। अनि त्यसमा करोडौँ रुपियाँको किसानको यो ऋणमा कृषि ऋणमा चाहिँ अनुदान पाएर मान्छेहरू चाहिँ काम गरेर कर्मचारीको स्यालेरी दिँदाखेरि भयो। अनि हामीले अब ब्याङ्कको ब्याज तिर्नै पर्छ। हामी लोनको सिलसिलामा छौँ हामी। अनि अब हामीले अहिलेसम्म पाएको कृषि लोन भन्ने छँदै छैन। राज्यमा हामीले 18% पनि तिर्यौँ होइन। लास्ट हाम्रो त्यो अवस्था पनि जीर्ण अवस्था पनि भयो। अहिले केही राहत हामीलाई अलि विज्ञ केन्द्रले अनि लगभग 1 वर्षको हाराहारीमा हामीलाई त्यो अलि दिएको छ, अझै हामीसँग बाँकी छ। प्राविधिक आर्थिक रूपमा समस्याहरू रहे पनि पशुपालन व्यवसायले कैलाली र कञ्चनपुरका जनताको आर्थिक, सामाजिक र पारिवारिक स्तरमा सकारात्मक प्रभाव पारेको छ। त्यो त हजुरको जीवन त सुधारेकै छ। एक मुठी महिना भ्या हुन्न, दुध नभ्या हुन्न। हामी बचपनैबाट खाइआएका पढ्यौँ। नखाएका हुनेलाई नुनले पनि गुजारा गरिरहेको छ। जीवनको लागि सजिलो छ, किनभने आफूले खानलाई खेतमा हाल्नलाई खेतमा यो रासायनिक मल भन्दा यही मलले काम गरिरहेको छ। ज्यादा रासायनिक मलले काम गरेन हजुरको। यसमा के नभयो भने हाम्रो यो मेरो बेलौरी नगरपालिका क्षेत्रभित्रका 300 देखि 500 किसान लाभान्वित भएका छन्, जसले गर्दाखेरि पर डे मैले उहाँहरूसित 20 देखि 25 कुइन्टल घाँस किन्ने गरेको छु। र जस्तो अहिले यति बेला मकैको सिजन छ, मकैको सिजनमा यो मकैको डाँट अहिलेसम्म सबैले आगो हालेर जलाउँथे, तर अहिले मैले ती किसानहरूबाट 2 रुपियाँ किलो किनेर 200 रुपियाँ कुइन्टल यो मकैको डाँट किन्ने गरिदिएको छु। कम्तीमा त्यो खेती गर्ने किसानले पनि त्यो डाँट
हिजोको दिनमा जुन डाँठ जलाउँथ्यो आज त्यो 200 रुपियाँ कुइन्टल बेच्न त पाएको छ नि त। कैलाली र कञ्चनपुर क्षेत्रको विकासमा पशुपालनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।